एउटा सानो शहरमा एउटा केटा बस्थ्यो। उसको नाम राहुल थियो। ऊ गर्मीको बिदामा अक्सर आफ्ना हजुरबुवाको घर जान्थ्यो। हजुरबा पनि एकदमै शान्त, समझदार र प्रकृतिलाई माया गर्ने व्यक्ति हुनुहुन्थ्यो। उनको घर नजिकै एउटा सुन्दर बगैँचा थियो जहाँ उनी हरेक दिन बिरुवाहरूको हेरचाह गर्थे। एक दिन राहुलले हजुरबुवालाई सोध्यो, हजुरबा, म ठूलो भएर एक सफल मान्छे बन्न चाहन्छु। के तपाईँ मलाई भन्न सक्नुहुन्छ कि सफल कसरी बन्ने? हजुरबुवा मुस्कुराएर भन्नुभयो, यसको उत्तर म तिमीलाई एउटा अनुभवबाट दिनेछु। आऊ मसँग। उनीहरू दुवैजना बगैँचातर्फ गए र त्यहीबाट 2वटा बिरुवा लिएर घर फर्किए। घर आएपछि हजुरबुवाले एउटा बिरुवालाई गमलामा रोपे र घरभित्र राखे। अर्को बिरुवालाई घर पछाडिको खुला जमिनमा रोपे। त्यसपछि हजुरबुवाले राहुलसँग सोध्नुभयो, नानी, तिमीलाई के लाग्छ कि यी दुई मध्ये कुन बिरुवा भविष्यमा बढी राम्रो र ठूलो हुनेछ? राहुल केही बेर सोच्दै बस्यो र त्यसपछि भन्यो, हजुरबुवा, जुन बिरुवा घरभित्र छ त्यही बढी राम्रोसँग बढ्छ, किनकि त्यो सुरक्षित छ। बाहिरीको बिरुवाले त घाम, हावा, वर्षा र जानवर जस्ता धेरै कठिनाइहरूको सामना गर्नुपर्छ। हजुरबाले मुस्कुराएर भन्नुभयो, ठिक छ, अब हेरौँ है त के हुन्छ। बिदा सकिएपछि राहुल आफ्नो घर फर्कियो। 5 वर्षपछि राहुल फेरि गर्मीको बिदामा हजुरबुवाको घर आयो। राहुलले भन्यो, हजुरबुवा, अघिल्लो पटक मैले तपाईँलाई सफल कसरी बन्ने भनेर सोधेको थिएँ, तर तपाईँले उत्तर दिनु भएन। यसपटक तपाईँले मलाई अवश्य बताउनु पर्छ। हजुरबुवा मुस्कुराउँदै भन्नुभयो, आऊ तिमीलाई तिम्रो प्रश्नको उत्तर दिन्छु, तर पहिले हामीले रोपेका ती बिरुवाहरू हेरौँ। उनीहरू पहिले त्यो बिरुवाको नजिक गए जो गमलामा घरभित्र थियो। यो बिरुवा अब अलिकति ठूलो भएर एउटा सानो रुख बनेको थियो। त्यसपछि उनीहरू बाहिर गए जहाँ अर्को बिरुवा रोपिएको थियो। त्यहाँ एउटा विशाल रुख उभिएको थियो। उसका हाँगाहरू टाढा टाढासम्म फैलिएका थिए र जसले बाटो हिँड्ने मानिसलाई छाया दिइरहेको थियो। हजुरबुवाले राहुलसँग सोधे, अब भन नानी, यी मध्ये कुन बिरुवा बढी ठूलो र सफल बन्यो र किन? राहुलले भन्यो, हजुरबुवा, बाहिरको बिरुवा नै बढी ठूलो र सफल बन्यो। तर यो कसरी भयो? यसले त यति धेरै खतरा भोगेको थियो होला, घाम, वर्षा आदि, तर पनि यो यति ठूलो भयो। हजुरबुवा मुस्कुराउँदै भने, धेरै राम्रो। बाहिरको बिरुवाले धेरै कठिनाइहरूको सामना गर्नु पर्यो, तर यिनै कठिनाइहरूले यसको जरालाई बलियो बनायो। यसले खुला जमिन पायो। यसले आफ्नो जरालाई त्यति नै मजबुत बनाउन सफल भयो। वर्षा र आदिहरूले यसको परीक्षा लिए र यसले हरेक पटक ती परीक्षा पास गर्यो। त्यसैले त आज यो बलियो छ कि साना साना आदिहरूले यसको केही बिगार्न सक्दैनन्, जबकि जुन बिरुवा हामीले गमलामा घरभित्र राख्यौं उसले कुनै समस्या भोग्नु परेन। यो सुरक्षित त रह्यो, तर यसको जरा गमलाभित्र सीमित रह्यो। त्यसैले त्यो न बढ्न सक्यो, न ठूलो हुन सक्यो, न त्यसले हाँगा फैलाउन सक्यो सबैतिर। त्यसपछि हजुरबुवाले राहुलको आँखामा हेर्दै भन्नुभयो, नानी, यो याद राख, जबसम्म तिमी जीवनमा सङ्घर्ष गर्दैनौ, कठिनाइहरूको सामना गर्दैनौ, तबसम्म तिमी सफल बन्न सक्दैनौ। यदि तिमी केवल आराम र सुरक्षाको खोजीमा मात्र बस्छौ भने तिम्रो प्रगति सधैँ रोकिन्छ। तर यदि तिमी सङ्घर्ष गर्न तयार छौ भने कुनै पनि लक्ष्य तिम्रो लागि असम्भव हुने छैन। त्यसैले समस्याहरूलाई दुश्मन नसम्झ, बरु तिमी आफ्नो जीवनलाई सिडी सम्झ जसले तिमीलाई सफलताको उचाइसम्म पुर्याउँछ। राहुल गहिरो सास लिएर ठूलो रुखतर्फ हेर्न लाग्यो। हजुरबाका शब्दहरू उसको मनमा गुन्जिन थाले। जुन अवरोधहरूलाई हामी आफ्नो जीवनमा दुश्मन सम्झन्छौं, तिनै अवरोधहरूले हामीलाई अझ बलियो बनाउँछ र हामीलाई साँचो सफलतातर्फ लैजान्छ। यस कथाबाट हामीले यो सिक्न सक्छौं कि हाम्रो जीवनमा चुनौतीहरू र कठिनाइहरू अक्सर आउँछन्। कहिले परिस्थितिहरू हाम्रो विरुद्धमा हुन्छन् त कहिले बाटो अस्पष्ट देखिन्छ। तर यिनै चुनौतीहरूले हामीलाई निखार्छन्, हाम्रो भित्र लुकेको शक्ति बाहिर ल्याउँछ। जसरी बाहिर रोपिएको बिरुवा आदि र वर्षा घामको सामना गरेर आफूलाई एउटा विशाल र बलियो रूपमा परिवर्तन गर्यो, त्यसै गरी जब हामी कठिनाइहरूबाट डराउनुको सट्टा तिनको सामना गर्छौं तब हामी पनि भित्रबाट उति नै बलियो बन्न सक्छौं। आरामदायक जीवन सुरक्षित त लाग्छ, तर यसले हाम्रो वास्तविक क्षमतालाई बाहिर आउन दिँदैन। जो मानिसहरू कठिनाइहरूबाट भाग्दैनन् बरु तिनीलाई स्वीकार गर्छन्, उनीहरूले एक दिन सफलता
हासिल गर्छन्। किनकि सफलता केवल सुविधामा होइन, सङ्घर्षको बाटोमा हिँडेर प्राप्त हुन्छ। तपाईलाई यो कथा कस्तो लाग्यो? यो कथा मन परेको भए हामीलाई प्रतिक्रिया दिनुहोला अनि यो भिडियोलाई लाइक, शेयर अनि सब्स्क्राइब गर्न नबिर्सिनुहोला। यदि तपाईँ हामीसँग यस्ता प्रेरणादायक कथाहरू सुन्न चाहनुहुन्छ भने हाम्रो च्यानललाई लाइक, शेयर अनि सब्स्क्राइब गर्न नबिर्सिनुहोला र यो भिडियो, यो कथा तपाईका आफ्ना नयाँ, तपाईका आफ्ना पुराना, तपाईका आफ्ना मिल्ने साथीहरूलाई पनि पठाउन नबिर्सिनुहोला।